know, making his debut in the league, but one of the most talented and versatile MCs in the game. Give it up for Balin! Okay, Lil Grizzle want to go first, and it's on him. तेरो स्वैग देखेर नै अहिले मलाई दिक्क भयो डोरी खेल्नलाई हो क्या हो लगाएर यस्तो इस्तकोट यसको पिच्केको मुख हेर छिप्पेको उमेर तै पनि मेरो भाइ हो त अस्ति लाउरे काठमाडौँ आउँदा तेरै खाटमा सुतेको सिरानी मुनि त्यसको साइनो छ बालेन भाइ गीत जति खाथे भनी म बुद्धले शेयर गरिदिहाल्छ कति रमाइलो छ त गनाउने बोकालाई खसी पार्ने कसाई हो म बलेन हो कि बालेन जेसुकै होस् कसैले चिन्दैन तेरो नाम भन्दा नेपमा चलेका सब र्यापरहरूको त पुच्छर चम्चा नदेखा शान बढ्ता जुन दिन तिनीहरूको चाक कोटाउन छोडिस् त्यही दिन बन्द हुन्छ तेरो काम धन्दा अरूको सफलताको फाइदा लुट्ने दिस ड्युड इज जस्ट अ गिद्ध मक्ख छ है युनिकहरूको चित्रमा खुसी छस् त भित्र फेमस रहेछ त मित्र मैले अस्ति यसको एउटा गीत सुनेको थिएँ तिमी फुल माग्छौ म पात्नी दिन सक्दिन यो अरू र्यापरहरूको घु माग्छ तिनीहरू पात्नी दिन सक्दैन Yo, your scrotum gets squeezed, your ovary bleeds, this man's a fucking hermaphrodite. Your poetry's deep? No, it's Dory, please don't act like you be rapping tight. You're older than me, but totally weak. You're older than me, but totally weak. You can't even beat me in your afterlife. Even if you practice right, I blast the mic, smash this dyke, turn you into ash tonight. Whoa! आजको यो ब्याटल अलि अश्लील हुन सक्छ न त गेम अफ अन्डर 18 को सानो भाइ बहिनीहरु क्लोज बटन थिच्नु होला यो फुच्चेको पो उमेर कति हो आज बालेन माथि बाल शोषणको अभियोग लाग्न सक्छ यमा बुद्ध यसको घाँटी बाँधेर राख अन्डरडगको कुकुर भाग्न सक्छ कुमारी निशेष तेरो नामको अगाडि मिसेस राख्देको युनिक पोएट भाइले आजको दिन तेरो लागि विशेष अर्को निवारण गर्दिने छ यो तेरो दाइले वनबी मानिस सिंह बन्न खोजेको उस्तै देख्छु म तारिफ हैन त्यो तीन कुने लिङ्ग त जस्तो र्यापरलाई हातमा मुस्दै झरेको रगत कलममा भरेर लेख्छु म बालेन र कलम बीच अनुन्याश्रित सम्बन्ध छ यो जस्तो र्यापर बीच कुइरे नेपाल घुम्न आउँदा मोज मस्तीको सिलसिलामा जन्मन्छ तेरो अनुहार केटीको अन्डरडग्सले मोज गर्न काम लाग्छ यसलाई सित्तैमा बजाउन पाइन्छ बरु हिजडालाई दिन दाम लाग्छ तेरो आफ्नै साथीभाइको मुखबाट सुनेको है त्यो कुरा चाहिँ तेरो आफ्नै साथीभाइको मुखबाट सुनेको त अस्ति रिसाको थिस रे यसपालि अन्डरडग्स लेखेको ब्लाउज छ यसको लागि बुनेको भाइ तैँले र्याप हानेर नखाने भइस रे भाइ तैँले र्याप हानेर नखाने भइस रे तेरो काम अन्डरडग्समा लुगा धुने भो बरु बुढीलाई नि लिएर आइज पानीको आपूर्ति गर्न धुरु रुने भो काम सकाएको बेलामा उसलाई स्लिम सेडीले पालो छुने भो टेबलमा चढाएर उद्रेको चोली लगाएर नाच्न लाउने रे भव्य रमाइलो हुने भो जबरजस्ती केटाहरूले गर्ने छन् मस्ती खाएर रक्सी तेरो स्वर पातलो यो गर्ल हेज गट हस्की पाउजु छमछमाउने केटी भन्दा तनै धेरै मस्किन्छस् बाटोमा कालो मान्छे देख्यो कि युनिक पोएट भनी झस्किन्छ अन्डरडगको कुकुर हुन्छ नि त अगल्टोले पोल्या कुकुर बिजुली चम्कदा नि तर्सिन्छ रामकृष्ण ढकालको स्वर भन्दा यसको कम्बर बढी लच्किन्छ नामै त कुकुर बोलाउन
आउँदा किन पड्किन्छ त मान्छे आबा बुद्धि पनि हचुवाको म गर्न सक्छु दाबा यहाँ बुद्ध यो लिलीपुटको पनि बच्चा हो यसले फोटो देखाए अघि फोटो देखाए होइन तेरो अनुहार गोलबेडाको हेर्दै थिच्न मन लाग्छ त लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ 2-4 दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ अघिको त्यो राउन्डमा पन्चेस हुनु पर्ने तर यसले लेखेन अघिको त्यो राउन्डमा पन्चेस हुनु पर्ने तर यसले लेखेन म्यान आम टु ड्याम फ्ललेस बिचराले मेरो लागि शब्द नै भेटेन काठमाडौँहरू नेवारले राज गर्थे बिचमा आयो शाहा 10-12 पुस्ताको चुर्ती फुर्ती अन्त्यमा नागार्जुनमा स्वाहा Now I'm murdering this man. You're shook like you need some help. And I'm re-ruling this land just to prove that history repeats itself. Oh man, yo. Yeah. Yo. तेरो जंगल जस्तो आँखी बाउ तेरो जंगल जस्तो आँखी बाउ बाँडिदिन्छु एक एकजनालाई तेरो मासु आदि पाउ मुख हेर्दा त सिंगम बाजीराव सिंगम जसरी आँची खाऊ आज तैँले गर्या चटकले आटा माझी चटकले ओ एक थोपानी लाज नभएको ओ एक थोपानी नलजाउने मैलो बोका बानेश्वरदेखि रत्नबाग जाने बसको ढकढकाउने तैँले ढोका त जस्तो खत्तम र कन्जुस कन्डक्टर त महाकसम कहीँ देखेको छैन त जस्तो खत्तम र कन्जुस कन्डक्टर त महाकसम कहीँ छैन अस्ति बसमा स्टुडेन्ट कार्ड देखाउँदा नि डिस्काउन्ट नदिने मलाई तै होइन नेपालको यो बाटोमा लाउरेको गाडी त धकेल्नु पर्छ तेरो हिरो साइकल त झन् के टिक्ला भिडियोमा त जबरजस्ती भ्युज आउँछ यस्ता मान्छेले एल्बम के झिक्ला झिके नि के बिक्ला बरु जा बसको ढोका ढकढकाउँदै बस त जस्तो मान्छेले ऱ्याप हान्न के सिक्ला तेरो टी सर्ट सेतो जुत्ता कालो प्यान्ट निलो रहेछ तेरो टी सर्ट सेतो जुत्ता कालो प्यान्ट निलो रहेछ मर्द हेर यस्तो हुन्छ यसको त गिलो रहेछ अन्डरडगको कुकुर सानो पप्पीको जस्तो भुकाई गाजा मात्र खाएर गिदी पुरै सुकाइस फेक एक्सेन्ट बोकेर नेफपको शिर झुकाइस बाको सानो इज्जत पनि हिजो बस पार्कमा नाचेर लुटाइस सिम्फेमसको ठाउँमा हिजो युनिक पोएटलाई सुताइस त केटा त हुँदै होइन